हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। र आज चाहिँ हाम्रो गाउँ सामसिङफारीमा अनि थापा सरहरु आउनुहुँदै थियो र हामी चाहिँ उनीहरुलाई स्वागत गर्नको लागि यहाँ बसिरहेको थियौं र सबैजनाले हेरिदिनुस् होला। सबैजना पर्खिरहेको छ। तपाईं हामी समक्ष प्रमुख हाम्रो अनित थापाज्यूलाई हामी न्यानो स्वागत जनाउँदछौँ।
तपाईँहरूको हता लगाइदिन्छ नि र सम्पूर्णलाई नमस्कार र विशेष आज सायद यही स्थानमै आफ्नो आसन ग्रहण गर्ने अवस्था चाहिँ यस्तो छ र त्यसरी नै कुमाई जीपीका सबैजना सङ्घका चेयरम्यान अनुरोध गर्दछु र त्यसरी नै सामसिङ जीपीका चेयर त्यही भएर भएको र तपाईँहरूलाई म रिक्वेस्ट गर्छु यो हाम्रो जुन लडाइँ छ विकास हुँदै गर्छ हेर्नुहोस् यो एउटा एडमिनिस्ट्रेसन अर्गनाइजेसन हो यो विकास हुँदै गर्छ विकास राम्रो पनि हुनुपर्छ तर विकासभन्दा ठुलो चाहिँ विचार हो हेर्नुहोस् हामीले विचार ठिक राख्यौँ भने यस्तो विकास धेरै आउँछ हामीले विचार हाम्रो सोच ठिक राख्यौँ भने हाम्रो जग्गा डेफिनेटली राम्रो भएर जान्छ हेर्नुहोस् हाम्रो अवश्य राम्रो हुन्छ हाम्रो कारण विगतको नेताहरूले हामीलाई पञ्चायतबाट हामीलाई ढाँटी पठायो पञ्चायतमा हामीलाई खेल्ने मौका दिएन पञ्चायत के हो भन्दै टायर गरेर हामीलाई भुल्यायो तर उहाँको विचार के छ भने प्रश्न छ त पञ्चायत हुनुपर्छ भने पञ्चायत पनि आयो पञ्चायत समिति पनि आयो अब जिल्ला परिषदको कुरो उहाँबाट सुन्नु भयो जिल्ला परिषदमाथि जिके हुन्छ र यो बङ्गाल सरकारसँग हामीले लडाइँ गर्यो भने हामी आफै दुःख पाउँछौँ पाएकै हौ त उदाहरण यस कार्यक्रमलाई पनि अन्त गरिदिने घोषणा गरिदिने अनुरोध राख्दै म तपाईँहरूबाट बिदा लिन चाहन्छु धन्यवाद र आज यो एउटा ठुलो उपलब्धि सामसिङले विगतको इतिहासमा कहिले पनि पाएको थिएन विगतको इतिहासलाई हेऱ्यौँ भने हामी छलिएका र खाना खाने जग्गा चाहिँ यहाँ थियो हामी चाहिँ खाना खानु गयौँ यता बसेर खाँदैछ कोही जग्गा नभएर कोही यता बसाएर खुवाउँदैछ नानीहरूलाई अङ्कुश माम खाएको कोही यता बसेर खाँदैछ त्यसपछि हामीहरू मिटिङ सकेर घर फर्क्यौँ र तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई बाई